यो गाडीको नाममा चाहिँ प्रो थपिदिने तर ब्याट्री चाहिँ लुत्ती घटाइदिने। मेक्स टोटल सेन्स। यो गाडी हो 2026 मोडल ओमोडा E5 प्रो। ओमोडाको E5 मा चाहिँ 61 किलोवाट आवरको ब्याट्री थियो र अहिले यो E5 प्रो चाहिँ जुन फेसलिफ्टेड भर्जन हो यसमा चाहिँ 50.7 किलोवाट आवरको ब्याट्री छ। भन्दाखेरि डाउनफल यति स्मुथ कि सुजन डिडी पनि फ्लप खाओस्। र यो गाडीको फ्रन्ट एक्सलमा चाहिँ 99 किलोवाटको मोटर राखिएको छ। र फिचर्सको कुरा गर्दा चाहिँ एक्सट्रिमको एड भन्दा पनि धेरै फिचर छ यो गाडीमा। भेन्टिलेटेड एन्ड हिटेड सिट्स, 540 डिग्रीको सराउन्ड भ्यू क्यामेरा र डबल लेयर्ड भएको त्यो विन्डो। र अनेस्टली भन्नु पर्दा इलेक्ट्रिक गाडी भनेपछि मेन इम्पोर्टेन्ट भनेको रेन्ज हो नि। तर रेन्ज चाहिँ पहिला 430 किलोमिटर दिन्थ्यो, अहिले 350 किलोमिटर दिन्छ। र वर्षमा एकचोटि मात्र युज हुने अरू फिचर्सहरू चाहिँ जुन लेजको प्याकेटमा हावा खाँदेर राखेको हुन्छ नि त्यसरी नै खादिएको छ। नाइस। र सेफ्टीको मामिलामा लेभल 2 को एडास र 6 वटा एयरब्याग छ जुन भनेको चाहिँ एकदम रेस्पेक्टेबल। अब डिजाइनको कुरा गरौँ न। डिजाइन चाहिँ मलाई E5 प्रो भन्दा पनि E5 को चाहिँ अझ अरा अलिकति बढी हो कि जस्तो लाग्छ। तपाईँलाई कस्तो लाग्छ कमेन्ट डाउन। र छुट्याउनै नसकिने कुरा है, यो गाडीमा स्पेयर व्हील अभाइलेबल छ 2026 मा त्यो पनि। र 51,59,000बाट सुरु हुन्छ यो गाडीको मूल्य। तपाईँलाई चाहिँ यो भ्याल्यु फर मनी लाग्छ कि लाग्दैन?